अबको नेपाली राजनीतिको रूपरेखा कस्तो हुन्छ? ठिक अहिले हामी के भन्छौँ भने 8 दल बिचको जुन एलायन्स अथवा 7 दल प्लस नेकपा माओवादीको 8 जोडेर जुन एलायन्स बन्दै आएको छ, मतलब यो एलायन्स यही तरिकाबाट चल्दैन र नयाँ आधारमा नयाँ एकता गरेर आफूको विषय एकता हुन जरुरी छ नेपालको सन्दर्भमा। नेपालको राजनीति अगाडि बढाउनको लागि र नेपाललाई साँच्चै हामी चाहिँ एउटा समृद्ध नेपाल बनाउनको नयाँ नेपाल बनाउनको लागि हामीले 8 दलको बिचमा एउटा मजबुत एकता बनाएर सुदृढ एकता बनाएर अगाडि बढ्नु जरुरी छ। यो अनिवार्य कुरा हो। तर यही आधारमा भन्दैन, एउटा नयाँ आधारबाट हामीले एकता कायम गरेर अगाडि बढ्नुपर्छ। त्यसले मात्र के हुन्छ नेपालको राजनीतिलाई साँच्चै के भन्दाखेरि त्यो शान्ति लोकतन्त्र भवनको जुन आम नेपाली जनताको चाहना हो यसो भएन भने भएन भने आन्दोलनभन्दा कुरो छैन। आन्दोलन कस्तो कुरा हो? आन्दोलन कस्तो हुन्छ भने हामीले युद्ध रहन्छ या शान्तिपूर्ण आन्दोलन रहन्छ? ठिक हो। अब के छ भन्दाखेरि साँच्चै भन्दा मान्छे सबै दुनियाँलाई के लागेको छ भन्दाखेरि माओवादी फेरि जनितमै फेरि फर्किन्छ। यथार्थ त्यसो होइन। म आम पाठकलाई के भन्छु भने त्यो होइन, त्यो भ्रम पाल्नु ज्यादै। हामीले यो जुन यसरी एउटा चाहिँ अर्को नयाँ सिफ्टमा जो आएको छ हामी अहिले यो सरकारमा आयौँ, सदनमा आयौँ र हामीले नेपालको राजनीतिलाई केन्द्रमा रहेर हामी जुन एउटा चाहिँ ठुलो राजनीतिक जुन होमवर्क गरेको छ त्यसको पालि के हो भने फेरि जनतामा फरक लाग्यो होइन। यो दुनियाँलाई भ्रम पारेको हुन यथार्थ कुरो के हो भन्दाखेरिमा हामी शान्तिपूर्ण जनआन्दोलन जान्छौँ। जति 19 दिनको आन्दोलन जो भयो विगतमा त्यस्तै हामी 19 दिन पुगेन भने 29 दिन गर्छौँ। 29 दिन नै पुगेन शान्तिपूर्ण चाहन्छु। तर भन्ने मात्रै शान्तिपूर्ण भनिन्छ होइन, तर नेपालीको छोरा पनि मर्छन् नि। हो तपाईँ हेर्नुहोस् अहिले कपिल वस्तुमा नेपाली जनताले हतियार उठाएको छैन। तर आज तपाईँ हेरिराख्नुहोस् यो रगतको खोलो कहिलेसम्म यसको हो मूल कुरो यही हो। संविधान सभाको चुनाव के का लागि भन्ने कुरा हो। संविधान सभाको चुनावको लागि नेपाली आमाको छात्र 10,000 रगत बगाए विगतमा। अब सुधार शान्तिको लागि कहिले त्यो रगत बगाउनु नपरोस्। सबै नेपाली जनताको अधिकार सुनिश्चित गरेर त्यो संविधान सभा आयो भने फेरि हत्या उठाउनु जरुरी छैन। एउटा कुरा प्रश्न पार्नुहोस्, यहाँले बार 10,000 भन्नुहुन्छ। यो 10,000 को जुन क्यालकुलेसन छ नि, यो माओवादी तर्फबाट मारिएका पनि जोडिएर हो कि या सरकार तर्फबाट मारिएका जोडिएर? दुई पक्षबाट कति मर्यो? दुई पक्ष 13,000 टोटल 13,000 हाम्रो 11,000 गएको छ। र के छ भने संविधान सभाको जुन हामीले जुन 58 पछि जो कुरो हो 58 पछि लगभग 10,000 भएको छ। धेरै त के छ भन्दाखेरि संविधान सभाको नाराबाट भनेको छ। त्यस कारण 10,000 जोड्नु पर्यो। आजको लेटेस्ट राजनीतिक परिस्थिति एउटा आँकडा लगाउने भने पनि माओवादीका तर्फबाट 3,000 मारियो, 10,000 माओवादीबाट 2,000 मात्रै 11,000 आउनु भएको छ। त्यसले टोटल 13,000 छ। 11,000 भन्दा तपाईँहरूलाई त अब एउटा हामीले यो अङ्कगणित राजनीति बिचमा अङ्कगणितको हिसाब लाउनुभन्दा तपाईँहरू धेरै सरिफको देखिन्छ नि त, किनभने तपाईँहरू धेरै कम मान्छे मार्नु भएको छ। तर सरकारले त्यत्रो मान्छे मार्यो होइन। अहिले पनि फेरि के षड्यन्त्रको नाममा अब 21-38 कति आइरहेको छ, त्यो एकिन डाटा छैन। गृहमन्त्री पनि ठाउँमा पुगेर परैतिर एउटा भाषण गरेर फर्किनु भएको अवस्था छ होइन। कति नेपाली मर्नु भएको छ, मरेको छन् भन्ने कुरो अझै आँकडा छैन, धेरै पनि हुनसक्छ। अब फेरि कपिल वस्तु घटना अर्को कुनै ठाउँमा नदोहोरिएर भन्न सकिँदैन। यो अन्यलग्रस्त राजनीति, यो अन्यलग्रस्त अवस्था र यो संविधान सभाको ढोललाई पिटेर चाहिँ यो नेपाली राजनीति वृत्तमा यो गाडी चढ्ने, कुर्सीमा बस्ने, भत्ता खाने होइन, सुखसायक पनि मन्त्री हुने बित्तिकै तपाईँको सत्ता पाउने बित्तिकै कतिको प्रभाव बढ्छ भन्ने कुरो तपाईँहरूले बुझ्नु भएको कुरा हो, देख्नु भएको छ तपाईँहरूले। अझ हामीले भन्दा त्यो पीडालाई तपाईँहरूले बुझेर तपाईँहरूले जनआन्दोलन छेड्नु भयो होइन। कहिलेसम्म यसको समाधान कहाँ हो हामीले त्यहाँ अब हुने भावी हुने जुन संविधान सभा हो त्यसबाट बन्ने जुन संविधान हो त्यो जनताले बनाउने जुन सार्वभौम संविधान हो त्यो संविधान निर्माण गर्नुभन्दा पहिला हामीले के गर्नुपर्छ भने अब वृहत गोलमेज सम्मेलन जरुरी छ भन्ने हाम्रो पार्टीले भर्खरै थाल्नु भएको फेरि रोकियो। त्यो वृहत गोलमेज सम्मेलन किन भनिएको छ भन्दाखेरि नेपालका भएका सबै राजनीतिक पार्टीहरू त्यो टेबलमा बस्छन् र हरेक जातीय क्षेत्रीय जो समूहहरू छन् त्यो चाहिँ एउटा टेबलमा बस्छन् र नेपालका नागरिक समाजदेखि बुद्धिजीवीहरू लगायतका विशिष्ट जुन व्यक्तित्वहरू हुन्छ सबै हामी राउन्ड टेबलमा बस्छौँ।
त्यसपछि भावी हुने नेपालको संविधान कस्तो बनाउने मोटामोटी खाका तयार गराउने। त्यो खाकामा सबैको आम सहमति भइसकेपछि ती संविधान त्यही खाकालाई हामी अगाडि लिएर संविधान सभा चुनाव। त्यसो हुने बित्तिकै जो अहिले तपाईँले हेर्नु हो भने जुन 24वटा हत्यादारी ग्रुपहरू जुन छन् त्यो ग्रुपको नारा पनि के छ भन्दाखेरि ती माओवादीकै नारा लिएर उनीहरू फेरि माओवादीको विरुद्धमा जुन देखिन्छ त्यसलाई पनि हामी सबैलाई बोलाउने। यसमा के छ भने सब फेरि पछि संविधान सभा पछि जो बन्ने संविधान हो त्यसपछि फेरि हत्या नहोस् नेपालमा र सबैले हामीले राखेको गुरु सम्बन्ध एउटा साझा सहमति गर्न सकियो भने तपाईँले भनेकै जस्तो त्यो कहिले हुने हो जो वास्तवमा आम नेपाली जनताले के चाहन्छ शान्ति नै चाहन्छ र एक मानव क्षति सामान्य कुरो होइन। एउटा अमूल्य क्षति अमूल्य निधिको जुन क्षति भइरहेको छ यसप्रति हामी असाध्यै चिन्तित छौँ, असाध्यै हामी त्यो मर्माहत छौँ। मङ्सिरमा संविधान सभा भएन भने त एउटा टुङ्गोको डेट त तोक्न सकिन्छ होला। यसमा ठुलो कुरो के हो भन्दाखेरि मङ्सिरसम्म कुर्ने हो नेपालीहरूले। एउटा कुरा हामी मङ्सिरमा पनि गर्न सक्छौँ चुनाव जो मङ्सिर सभा जो भनिएको छ यदि सबै 8 दल मुख्य 8 दलमा एउटा प्रतिबद्धता हुने हो भने जो हामीले माग राखिरहेका छौँ त्यो प्रतिबद्धता हुने हो भने हामी मङ्सिर पनि गर्न सक्छौँ। तर भए पनि नभए पनि मङ्सिर एउटा डेडलाइन मङ्सिरसम्म राख्न मिल्छ। म त्यही भन्दैछु र अब हामीले गोलमेज सम्मेलन गर्दै गरेर फेरि एउटा प्रक्रिया अगाडि जाँदाखेरि यदि समय करिके नपुग्न सक्ला त्यो समय भनेको ठुलो कुरो होइन। त्यसलाई त अलिकति फेरबदल गरेर पनि गर्न सकिन्छ। पहिलो कुरो के संविधान सभालाई वातावरण तयार गर्ने कुरो नै मेजर कुरा। कुनै निर्णय गर्नुभन्दा अगाडि पुरा नाफा घाटा नै धेरै हेर्ने गरे अरे समय लाग्छ भन्थ्यो होइन र? नाफा घाटा हेरिन्छ नि त्यो हामीले नाफा घाटा अहिले बसेर टेबलमा संविधान सभा नेपालको आवश्यकता नेपालीको आवश्यकता तपाईँहरूले नि बुझेको प्रत्येक नेता कार्यकर्ता नेपाली प्रत्येक अहिले त बच्चाहरूले पनि बुझ्न थालिसके गीत गाउन थालेछन् बच्चाहरूले पनि आइनेहरूले पनि होइन भन्दा त्यो आवश्यकता हो सबैलाई थाहा छ। तर विभिन्न प्रकारको लिङ्गरिङहरू भइरहेको छ कसरी कता लाने के लाने यो विवादमा हामी नजाउँ। यदि मङ्सिर 6मा संविधान सभा भएन के हुन्छ? एउटा कुरा के हो किनकि यहाँ अहिले प्रधानमन्त्रीज्यूले फेरि बोल्नु भएको छ होइन राष्ट्रको नै शासन सत्ता नै खतरामा छ, राष्ट्रियता नै खतरामा पनि छ भन्ने कुरो पनि आएको छ। उहाँले पनि त्यतिकै त बोल्नु भएको छैन अन्त केही इसारा देख्नु भएको र यतिकै अब जनतालाई भ्रममा पार्न खोज्नु भएको हामी के भन्न सक्दैनौँ। यदि अब मङ्सिर 6मा कुनै पनि सहमतिहरू भएन यसै प्रकारले गइरहेको भने अब म अरू पार्टीको लागि भन्न सक्दिनँ। तपाईँहरूले के दुईवटा कुरा कि आन्दोलनमा सुनिश्चित गर्नुपर्छ अब हामीले कि आलो विषय नयाँ कुरा सुनिन्छ अरू छैन क्या। बिचमा विभिन्न आदरणीय नेताजीहरूले आफ्नो वादहरूलाई पनि अगाडि सार्नु भएको थियो। एमालेको तर्फबाट मदन भण्डारीले समाजवाद लिएर आउनुभएको थियो, डिपीले आफ्नै प्रकारको वाद ल्याउनु, अहिले प्रचण्ड पथको कुराहरू आएको छ। सो बिचमा आएर प्रचण्ड पथ चाहिँ अलिक अन्तै मोडिएको जस्तो देखिन्छ। के भन्नुहोस् तपाईँहरूको टार्गेटमा त सम्पूर्ण रूपले नेपाल कम्युनिस्ट पार्टी माओवादीले राष्ट्र हाँक्ने भन्नुहुन्छ त्यही होइन? तपाईँहरूले त्यसरी राष्ट्र हाँक्न पाउनुभयो भने तपाईँहरूले भोलि प्रमाणित गर्न सक्नुहुन्छ या सक्नुहुन्न भोलिको कुरा हो कि तपाईँहरूले बनाउन खोजेको नयाँ नेपाल बन्यो या बनेन त्यो भोलिको कुरा हो। तर अहिले त तपाईँहरूको अवस्था त राष्ट्र हाँक्ने अवस्थै छैन। यथार्थ कुरो के भन्दाखेरि हामी अझै पनि के भन्छौँ भने नेकपा माओवादीले मात्रै राष्ट्र हाँक्नुपर्छ उद्देश माओवादीको जनयुद्ध त त्यसैको लागि उद्देश माओवादीको मात्रै हो, यो मुलुक माओवादीको मात्रै हो र माओवादी मात्रै यसको हिस्सेदार हो यसरी बुझ्यो भने यो ठिक यो सही बुझाइको होइन। मतलब रियल कुरो के हो भन्दाखेरि मतलब हरेक राजनीतिक पार्टीहरू जसरी विषयलाई ठिक ढङ्गले जुन बुझ्ने कुरा हो नेपाललाई एउटा चाहिँ अग्रगमनमा लानको लागि एउटा साम्यवादको अन्त गरेर त्यो देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेर जुन मेजर कुरो हो त्यो कुरोमा सहमति गर्नको लागि नै वास्तवमा 10 वर्षको जनयुद्धको लडाइँ त्यहाँ थियो र त्यो लडाइँकै कारणले के भन्दाखेरि अहिले एउटा सहमति बनेको छ। देशमा लोकतान्त्रिक गणतन्त्र अपरिहार्य छ भन्ने कुरो राजनीतिक पार्टीभित्र पनि ठुलो हिस्सा के छ भन्दाखेरिको सहमति छ। केही एउटा हिस्सा छ यथार्थवादी हिस्सा जो लिडरसिपमा जुन छ आम कार्यक्रममा हेर्नुहोस् नेपाली कङ्ग्रेसकै सभापतिहरूको जो के अरे बेला हो टोटल सभापतिको पनि अब गणतन्त्र घोषणा गर्नुपर्छ भन्ने आम कार्यकर्ताको त्यही छ त्यो एमालेभित्रको समिति तर सहमति काम हो भन्दाखेरिमा त्यो लोकतान्त्रिक गणतन्त्र सहमति गर्नको लागि पनि त्यति ठुलो सङ्घर्ष जुन गर्नुपर्ने स्थिति पर्छ त्यसमा त्यो हामीले गरेको सङ्घर्षले हामीले मात्रै हाल्नुपर्छ त्यो होइन। मलाई एउटा कुरो दुनियाँलाई साँच्चै भन्दा ठिक विषयमा केन्द्रित गर्नको लागि पनि त्यो आन्दोलनको आवश्यकता पर्छ जरुरी हुन्छ त्यो इतिहासले नेपालको पुष्टि गरेको छ।